स्वागत छ। आज हामी नेपालको इतिहासका केही महत्त्वपूर्ण मोडहरू हेर्दैछौँ। खास गरी यो नेपालको इतिहास भन्ने पुस्तकमा भएका कुराहरूलाई आधार मानेर। हो, हाम्रो लक्ष्य घटनाहरू सरर भन्नु मात्र होइन, बरु ती घटनाले आजको नेपाल कसरी बन्यो त्यो केलाउने हो। एकदमै। ल, सुरु गरौँ लिच्छवी कालबाट। यसलाई त स्वर्ण युग पनि भन्छन् नि, होइन? के साँच्चै हो त? यो प्रश्न एकदमै जायज छ। हेर्नुस्, गोपाल महिषपाल किराँतहरूपछि भारतको वैशालीबाट आएका लिच्छवीहरूले शासन गरे, करिब 800 वर्ष। 800 वर्ष, त्यो त लामो समय हो नि। उनीहरूको लामो शासन अनि त्यो सङ्गठित प्रणालीले गर्दा नै महत्त्वपूर्ण मानिएको हो। स्रोतमा पनि राजा मानदेवको चाङ्गु अभिलेख सन् 464 को त्यसलाई पहिलो प्रमाणिक प्रमाण मान्छन्। अनि त्यो लामो शासन कसरी सम्भव भयो होला? प्रशासन कस्तो थियो रे? स्रोतमा केही छ? छ। उनीहरूको प्रशासन निकै भनौँ न व्यवस्थित देखिन्छ। स्रोतमा अन्तरासन, परमासन जस्ता केन्द्रीय तहका न्याय हेर्ने निकायहरू थिए। अनि स्थानीय तहमा पाञ्चाली भन्ने थियो। यसले के देखाउँछ भने शक्ति माथि मात्रै थिएन, तल पनि अलिअलि अधिकार दिएको थियो। मतलब अमात्य, महाबलाध्यक्ष जस्ता पदहरू पनि थिए? हो, मन्त्रीदेखि सेना प्रमुखसम्म एकदमै विशिष्टीकरण थियो। अनि अन्सु वर्माको कुरा नि, उहाँलाई त आदर्श शासक भन्छन्। अन्सु वर्मा, उहाँको मुख्य जोड नै जनता कसरी सुखी हुन् भन्नेमा थियो। कथम प्रजामे सुखिनम भवेयो। स्रोतमा उहाँको आर्थिक सुधार जस्तो कृषि, व्यापारमा जोड दिएको कुरा छ। प्रशासनिक सुधार अनि धार्मिक सहिष्णुता पनि। शैव भएर पनि बौद्ध धर्मलाई सम्मान गर्नुहुन्थ्यो। चिनिया यात्री वेन्साङले पनि लेखेका छन् होइन उहाँको बारेमा? हो त। त्यसले पनि उहाँको प्रभाव कस्तो थियो भन्ने बुझिन्छ। सायद यिनै कारणले होला स्वर्णयुग भनिएको। ठिक हो। अब लिच्छवी कालपछि आयो मल्लकाल। यसमा जयस्थिति मल्लको सामाजिक सुधारको खूब चर्चा हुन्छ नि। त्यो 4 वर्ण 36 जातमा बाँडेको कुरा हो। जयस्थिति मल्लले खासमा पेशाको आधारमा समाजलाई व्यवस्थित गर्न खोज्नु भएको देखिन्छ। माना, पाथी जस्ता तौल प्रणालीमा सुधार ल्याउनु भयो। अनि त्यो शारीरिक दण्डको सट्टा पैसा तिराउने चलन पनि चलाउनु भयो। तर त्यो जात व्यवस्थाले पछि गाह्रो पारेन त? हो, त्यसै भन्छन् विश्लेषकहरू। त्यसले समाजलाई अलि जटिल बनायो, अपरिवर्तनीय जस्तो। त्यसको दुवै पक्ष हेर्नुपर्छ। स्थिरता पनि ल्यायो, जटिलता पनि। अनि मल्लकाल त कला र संस्कृतिको लागि पनि चिनिन्छ नि। काठमाडौँका प्रताप मल्ल, कविन्द्र उपाधि नै थियो उहाँको। हो। पाटनका सिद्धिनरसिंह मल्ल, भक्तपुरका भूपतिन्द्र मल्ल, उहाँहरूले बनाएका कति धेरै सम्पदाहरू छन्। एकदम। रानी पोखरी, कृष्ण मन्दिर, त्यो 55 झ्याले दरबार भक्तपुरको सब त्यही बेलाका हुन्। जात्राहरू पनि त, गाई जात्रा, घोडे जात्रा, बिस्केच जात्रा। अनि मुद्रामा पनि महेन्द्र मल्लले चाँदीको मोहर चलाए। यो बेला उपत्यकामा कला, संस्कृति, वास्तुकला एकदमै माथि पुगेको थियो। तर यो समृद्धि यो उपत्यका केन्द्रित थियो होइन? अनि यक्ष मल्लपछि त उपत्यका टुक्रियो। हो, 3 भागमा बाढ्यो। त्यही बेला बाहिर गोर्खामा अर्कै शक्ति बढ्दै थियो। पृथ्वीनारायण शाह, आधुनिक नेपालको निर्माणतिर लागौँ है त। हुन्छ। पृथ्वीनारायण शाहको एकीकरण अभियानले त इतिहास नै बदल्यो। उपत्यका आफैमा विभाजित थियो। 2200-2400 राज्यहरू पनि मिल्दैनथे। त्यसले उहाँलाई सजिलो भयो। अनि त्यो न्याय नपाए गोर्खा जानु भन्ने उखान नि हो, रामशाहको पालाको हो। त्यो उखानले पनि गोर्खाको एउटा भनौँ न सकारात्मक छवि बनाउन मद्दत गर्यो होला। एकीकरणपछि त नेपालको सिमाना र सम्बन्धहरूमा ठूलो उथलपुथल भयो। सन्धिहरू भए। सुगौली सन्धि त अलि दुःखद नै मानिन्छ नि। हो नि। विक्रम सम्वत 1816 को सुगौली सन्धि। नेपालले धेरै ठूलो भूभाग गुमाउनु पर्यो, सिमाना खुम्चियो। यसले सार्वभौमिकतामा पनि अलि प्रश्न उठायो। तर पछि विक्रम सम्वत 1980 मा नेपाल बेलायत मैत्री सन्धि भयो। त्यसले सुगौली सन्धिलाई खारेज गरेर नेपालको स्वतन्त्रतालाई फेरि पुष्टि गर्यो। अनि 2007 सालको सन्धि नि भारतसँगको नेपाल भारत शान्ति तथा मैत्री सन्धि। त्यसले आधुनिक नेपाल भारत सम्बन्धको आधार बनायो। तर खै, यो सन्धिबारे त आज पनि कति बहस हुन्छ नि। हो त। यी सन्धिहरू त नेपालको भूराजनीति बुझ्न एकदमै महत्त्वपूर्ण रहेछन्।
एकदमै। त्यसपछि आयो कोत पर्व अनि 104 वर्ष लामो राणा शासन। सन् 1903 को कोत पर्व, त्यसले जङ्गबहादुरलाई शक्तिमा ल्यायो र राणा शासन सुरु भयो। स्रोतमा चन्द्र शमशेरको पालामा केही सुधार भएको कुरा छ। सती प्रथा, दास प्रथा अन्त्य गरे, फड्पिन वा बिजुली निकाले। हो, त्यो सत्य हो। चन्द्र शमशेरले सन् 1977 सती प्रथा र 1981 दास प्रथा हटाउनुभयो। फर्पिङ जलविद्युत आयोजना पनि उहाँकै पालामा बन्यो 1968 तर समग्रमा राणा शासनलाई कसरी हेर्ने? एकतन्त्रीय थियो, होइन? हो, एकदमै पारिवारिक र एकतन्त्रीय शासन थियो। शाह राजाहरू त नाम मात्रका भए, तर उही बेला यस्ता सुधार र आधुनिक पूर्वाधारको सुरुवात पनि भयो। त्यसैले यो अलि विरोधाभासपूर्ण कालखण्ड हो। एकातिर निरङ्कुशता, अर्कोतिर अलिअलि आधुनिकीकरणको प्रयास। र अन्तमा 2007 सालको क्रान्तिले राणा शासन फाल्यो। हो, त्यसपछि 2015 सालमा पहिलो चुनाव भयो। अनि लामो राजनैतिक उतारचढाउपछि 2065 जेठ 15 नेपाल गणतन्त्र भयो। यो यात्रा निकै लामो अनि कति सङ्घर्षपूर्ण रह्यो। लिच्छवीको त्यो प्रशासनिक जगदेखि मल्लकालको सांस्कृतिक उचाइ, एकीकरणको समय, ती सन्धिहरू, राणाकालका राम्रा नराम्रा कुरा हुँदै गणतन्त्रसम्म नेपालले धेरै चरण पार गर्यो। आज हामीले नेपालको इतिहासका केही खास घटना, प्रवृत्तिहरूलाई छोटकरीमा हेर्यौं। कसरी शासन बदलियो, समाज कस्तो बन्यो, बाहिरी सम्बन्ध कस्तो रह्यो। हो, र यी सबै ऐतिहासिक पत्रहरूलाई, तहहरूलाई बुझेपछि मात्रै हामीले आजको नेपाल, यसका चुनौती, यसका सम्भावनाहरूलाई अलिक गहिरोसँग बुझ्न सक्छौं जस्तो लाग्छ। हो नि। अब श्रोताहरूलाई एउटा प्रश्न छोडेर जाउँ न त, सोच्नको लागि। हुन्छ। लामो इतिहास छ हाम्रो लिच्छवीको, त्यो व्यवस्थित प्रशासन, मल्लहरूको त्यो सामाजिक संरचना र संस्कृति, एकीकरणको प्रक्रिया अनि आधुनिक सन्धिहरूको असर। यी सबै कुराले, यी ऐतिहासिक अनुभवहरूले आजको हाम्रो समाज, हाम्रो राजनीति, हाम्रो पहिचानलाई कस्ता अदृश्य तर गहिरो धागोले बुनिरहेको होला, यसमा विचार गरौँ है त।